हेलो गाइज है हामी चाहिँ यतिखेर माथि त्यो भिन्टुना टाढा जाँदैछौँ है गाइज। हामी चाहिँ हाम्रो टोलीहरू चाहिँ जम्मा यतिखेर चाहिँ 4 जना छौँ है गाइज। जाँदै हुन्छ अनि यता पछाडि एकजना प्रदीप साथी आउँदै हुन्छ है गाइज। यो ठाउँ चाहिँ ताप्लेजुङ चाहिँ सबभन्दा चलेको ठाउँ है गाइज। चाहिँ के भन्नु यहाँ चाहिँ प्रायः चाहिँ चियानहरू मात्र रहेछ गाइज, तर नि राम्रै छ भनौँ न। यतिको चाहिँ यहाँ चाहिँ हामीहरू चाहिँ यतिखेर चाहिँ उकालो जाँदैछौँ है गाइज। बाटो देख्न सक्नुहुन्छ यस्तो छ गाइज। उकालो उकालो जानुपर्छ अनि माथि पुगिन्छ, तर हाम्रो बाटो चाहिँ उकालो है गाइज। यस्तो छ है, राम्रै छ भनौँ न बनाएर एकदम राम्रो छ। अब यहाँ चाहिँ लडिने भन्ने कुरा चाहिँ होइन, यतिको चाहिँ बाटो राम्रै छ भनौँ न। अनि पुरै जङ्गल छ खास राम्रै छ। अनि अझै यता चाहिँ यो 94 टावर छ, त्यो चाहिँ पनि राम्रै छ भनौँ न। यस्तो छ है गाइज, यो चाहिँ 94 हो। अनि यहाँदेखि चाहिँ हामी चाहिँ माथि उकालो जानुपर्छ। अनि यहाँ आउँदै चाहिँ बस्ने ठाउँहरू चाहिँ एकदम राम्रै बनाउँदैछ। अनि यहाँ माथिदेखि यो बाटो नि बनाइसकेको छ। अनि यहाँको यो बाटो नि गइरहेछ। यहाँ एउटा चौतारा नयाँ बनाएको गइसकेको छ है। यता हाम्रो साथीहरू हुनुहुन्छ। म चाहिँ धेरै दिन पछाडि म चाहिँ आज उकालो जाँदैछ है। चाहिँ आइपुगिसकेको छ है यतिखेर। र चाहिँ यस्तो छ प्लेस देख्न सक्नुहुन्छ है, रमाइलो छ भनौँ न। यस्तो बनाइरहेको छ है। यता चाहिँ यस्तो बनाउनु त्यो बनाइरहेको छ। अनि यता यस्तो हाम्रै भनौँ न। यहाँ चाहिँ मान्छेहरू चाहिँ अघि पुगेर नै गएको छ। अब यहाँदेखि अझै माथि जानुपर्छ। अब यता नि जानुपर्छ। हामी चाहिँ जाँदैछौँ ग्यास राम्रो छ भनौँ। यहाँ चाहिँ नयाँ थपिरहेको रहेछ। यहाँ चाहिँ सायद मैले देखेअनुसार यहाँ चाहिँ पानी हाल्छ होला पछि। यहाँ पर्छ फोटो यस्तो बनेर चाहिँ यता नयाँ बनाएको छ है ग्यास। अब यहाँ माथि पनि अहिले देखाउने छु तपाईँहरूलाई। अनि यहाँदेखि चाहिँ यता जानुपर्ने रहेछ। यहाँ चाहिँ पक्कै पनि पोखरी नै बनाउँछ होला ग्यास। यता चाहिँ दामी फोटो हाल्नु पनि बनाएको रहेछ। यहाँ हेरौँ न है गाइस, हाम्रो साथीहरू चाहिँ यहाँ बसिराख्नु भएको छ है। हजुर हेलो 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 गाइस। है गाइस, यहाँ चाहिँ एकदम राम्रो बनाइरहेको रहेछ। यो चाहिँ फोकन नयाँ बनाएको है गाइस। अनि यता नि धेरै मान्छेहरू बसिरहेको छ। यहाँदेखि उता नि अझै छ। अनि यहाँदेखि चाहिँ माथि जानुपर्ने रहेछ गाइस। म जाँदैछु यहाँ माथि हाम्रो साथीहरू चाहिँ अनसब्सक्राइब गर्दै म गएर बसिराख्नु भएको छ है गाइस। दामी छ भनौँ न, नयाँ बनाएको। अनि यता यता पर नै बनाइराख्नु भएको छ, राम्रै छ। साथी जाँदैछौँ है, राम्रै छ। पुरै यहाँ बनाएर कलर हालेको छ।